त्यस्तो साह्रो नोकरी राम्रो पनि होइन, थोरै धेरै आउँथ्यो होइन, आएर पनि अब घरमा पठाउने गर्ने गर्थे। अब खर्चहरू चलिरहेको थियो, बाबुआमालाई पनि हेर्नु पर्थ्यो, बाबुआमा पनि स्थिति त्यस्तै गर्दाखेरि त्यही नै हो। मैले सायद तपाईँहरू किन रुनु भएको? रुन त भएन नि त, किन रुनु भयो? त्यतिकै दुःख लाग्यो कुराहरू सुनेर? किन रुनु भयो दिदी तपाईँ यसरी? भाइको एकदम दुःख छ कि एकदम दुःखको कहानी छ नि भाइको, त्यही भएर एकदम आँसु आयो कि मलाई। मैले चाहिँ बोलाएको भाइ जसरी भए पनि तपाईँ आउनु, काठमाडौँमा आउनु, काठमाडौँ आएपछि केही न केही हुन्छ, केही न केही हुन्छ, आउनु काठमाडौँ भनेर मैले चाहिँ बोलाएको, जबरजस्ती चाहिँ बोलाएको मैले होइन। एकदम उसले घर परिवार, किनकि बुढीहरूबाट पनि सुख पाएन कि, उसले एकदम दुःख पायो। एउटा भएन भनेर दुईवटा बिहे गरेर, दुईवटा भएन भनेर तिनवटा बिहे गरेर, तर तिनवटा बिहे गरेर उसले सुख पाएको छैन नि त होइन, साथ दिएनन् कसैले पनि। अनि मैले मेरो कान्छो भाइले भिडियो हालेको भएर मैले उहाँलाई आउनु काठमाडौँ, मैले जसरी भए पनि हजुरलाई अगाडि बढाउँछु, जसरी भए पनि हामी अगाडि बढ्नुपर्छ, शत्रुले पनि हेप्छन् होइन, त यस्तो त उस्तो भनेर हामी तल जातिलाई त हेप्छन्।